हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो। आज हो 45 डेज वेट लस च्यालेन्जको डे 16। अनि हामी चाहिँ बिहानमा नै वक गएको थियौँ। बिहानमा नै वक गऱ्यो भने चाहिँ एकदम फ्रेस फिल पनि हुन्छ। अनि हामी चाहिँ 2.5 आवर नै गरेको थियौँ वक। अनि एकदमै रमाइलो पनि भयो। अनि त्यसपछि मैले बिहान पानी खाएँ, तातो पानी खाएँ। अनि त्यसपछि निम्बु पानी खाएँ। निम्बु पानी खाइसकेपछि आज चाहिँ अलि छिटो खाएको थिएँ खाना, 9:30 बजीतिर खाना खाएँ। खानामा थियो सलाद, खाना, दाल, अनि लौकाको तरकारी, अचार, खुर्सानी खाएँ। अनि त्यसपछि मैले 2 बजीतिर चाहिँ खाजा खाएँ। खाजामा थियो चिउरा अनि बिहानको तरकारी। अनि मैले साँझ खाएँ फ्राई राइस। मैले बिहानको तरकारीमा राइस अनि त्यसपछि अन्डा राखेर फ्राई राइस बनाएको थिएँ अनि अचारसँग खाएँ। अनि त्यसपछि मैले मही पनि खाएँ। थ्याङ्क यू फर वाचिङ एभ्रिवान। लट्स अफ लभ।